गाइज गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग। अनि अहिले बज्दैछ 8:30। खाजा पनि खाइसक्यो अनि अब जुन चाहिँ पुरा मैदा मुस्दैछ। हेलो भन्दा न। हेलो गाइज, म चाहिँ परोठाको मैदा मुस्थे है गाइज। अनि के प्लान छ आजको चाहिँ? आजको त अब यो अब दोकानमा कोही हुँदैन, हामी बसिन्छ दिनभरि होइन, खाजा बेचिन्छ बसिन्छ। आएको ताप्दै बसिरहेको ए गोलु रे आएको ताप्दैछ त्यो चाहिँ नि त्यही हो। भात पायो कि पाकेन? पाकै छ। चाहिँ कहाँ जान आँट्नु भएको भन्दाखेरि मेरो व्रत मनाउन आँटेको छ हो, त्यसकै कार्ड छपाउन। अनि बुटवल जान आँटेको म बेमा हो, त्यसको टिकट लिएर जान आँट्नु भएको थियो। अनि त्यही भएर म पनि स्कुल गएन, दोकान रुङ्नुपर्छ, यहाँ गल्ला यहाँ रुङ्नुपर्छ। त्यही भएर यहाँ हेर न यो, त्यही भएर मैले भात खान पनि सुरु गरिसकेँ होइन। अनि यहाँ मम्मीले पापड पनि ल्याइदिनु भएको छ। अनि आधी खाइसकेको थियो, अनि बल्ल याद आयो कि भ्लग पनि बनाउँछ भनेर। अनि त्यही भएर खाना खाएर भेटौँ न। अब मामा पनि जानु हुँदैछ अब दोकानमा चाहिँ, पापा जानुहुन्छ, यहाँ हुनुहुन्छ। अब दोकानमा चाहिँ अर्जुन र म मात्रै भयौँ है। अब के गर्नु है, अब स्कुल ल्याउने बेला भयो, खाना 12 पनि बजिसकेको छ। अनि यहाँ परोठा पाक्दैछ, त्यही हो। यत्तिकै घरमा बस्दा अनि अल्छी लाग्छ। अब यहाँ परोठा पाक्दै के गरेको अर्जुन? परोठा पकाउँदै यार गाइस। त्यति साह्रो धुलो छ कि बाहिर निक्लिन मन लाग्दैन, तर पनि के गर्नु, पैसा बोकेर जानै पर्छ। त्यो कन्डिसन अहिले पुरै बेकार छ क्या, बनाउँदैछ नयाँ बाटो। त्यही भएर उसको मिठाई लिएर होला, अरू पैसा लिएर म फिर्ता आइसकेको छु। लास्ट अल्छी लाग्नु थालिसक्यो, 2 पनि बजिसक्यो। मम्मी बाबा पनि आउनु भएको छैन, काम छ होला नि त धेरै। त्यही भएर गल्लामा बस्दा बस्दै दोकान पनि आज लास्ट खाली छ। भर्खर स्कुल ल्याएर गएँ, रेकर्ड गर्न पाइनँ। त्यही हो, यतिको छ। दुईजना टुकटाक मान्छे चाहिँ आइरहेछन्। म यहाँ दोकानमा सुते जस्तै गरिरहेको छु क्या। ल बाई। बल्ल अहिले चिया खाने बेला भइसक्यो, 3:30 भयो होला, त्यसै 2:30 भयो रहेछ। अनि अहिले चाहिँ चिया खाएको छु। ल भेटौँला अहिले चिया खाएपछि। अहिले चाहिँ टिकट आइसकेको छ, जुन कि हाम्रो 19 गतेको टिकट हो। हेर्नुलाई 19 गतेको टिकट छ। अनि यहाँ मेरो वर्तमानको पनि कार्ड बनाउनु भएको रहेछ, देखाउँछु। यो चाहिँ मेरो वर्तमानको कार्ड हेर्नु होला कस्तो छ। अनि यो चाहिँ हाम्रो टिकट जुन कि 19 गते भएको छ। 5 पनि बजिसकेको छ। अनि अब क्रिकेट पनि खेल्न जाने। त्यही भएर आजको भ्लग चाहिँ यही एन्ड गरौँ है। ल सी यू टुमारो, बाई।